छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। मेरो च्यानल हेरेर लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला। धन्यवाद तपाईहरुलाई। हेर्नुस् कुक्कोले के पठाउनु छ हेर है त। छोरी पनि आऊ हेर्नलाई। प्रतिमाको कसले पठाउनु भएको भन त। उता हेरेर आमेले कहाँ आमेले इन्डियाको आमेले दिल्लीको आमेले हो हो त्यहाँ हेर त खाना त्यो त चियापत्ती त्यो त यहाँ छ कि छैन हेर्छु है त दिदी। यहाँ छैन जस्तो छ त दिदी। त्यो त मलाई पठाइदियो यो जुत्ताको लागि थ्याङ्क यू भन आमेनले। अनि यसको लागि थ्याङ्क यू भन। थ्याङ्क यू आमेन भन। वाट इज दिस? यो के हो थाहा छ? प्रतिमाको हो। प्रतिमाको हो। देखौँ है त। कस्तो लाग्यो? खुसी भयो? थ्याङ्क यू भन आमेनलाई। थ्याङ्क यू आमेन भन। खुसी छौ? यो न्यू दिल्लीबाट मेरो जेठी दिदीले पठाउनु भएको मेरो छोरीको लागि। आऊ सामान हो छोराछोरीको लागि। हेर सल तिम्रो राम्रो छ? राम्रो छ? नमस्ते गर्नु आमेनले। नमस्ते आमेन भन। थ्याङ्क यू भन। थ्याङ्क यू दिदी दादाले पठाउनु भएको अरे। दिदी दादालाई पनि थ्याङ्क यू भन। गणेश दादालाई नमस्ते भन। दादा दिदी भन। इन्डियाबाट आएको यस्तो छ। धन्यवाद भन। यो चाहिँ दिल्लीको होइन यो कहाँको भक्तपुरको कोसेली हो। यो चाहिँ मेरो आमा र दिदी बहिनीहरूले पठाएको प्राउन। कति धेरै आएको छ है हाम्रो कोसेलीहरू। यो प्रतिमाको हो। यो ओ माइ गड यो उमानेले पठाएको प्रतिमालाई। खुसी छौ? हेर यो पनि आमेले पठाएको तिमीलाई नै हो। देख्यौ? अब अन्तिममा यो सबै सामान चाहिँ काठमाडौँदेखि ल्याइदिने चाहिँ उहाँ दिदी हो। उहाँ चाहिँ मेरो माइली दिदी हो। यो सामान चाहिँ ठुल दिदीले आमाहरूले पठाउनु भएको। हिमाल दिदी माल दिदीलाई पनि पठाउनु भएको छ है दिदीले। खुसी हुनुभयो? ए त दिदीले केही भन्नु छ कि? मैले त राम्रो धन्यवाद दिदीलाई भनेको छ। लु हामी चाहिँ दिदीबहिनी हौ। जेठी दिदीले पठाउनु भएको माइल दिदी। हामी चाहिँ दिदीबहिनी 7 जना छौँ है साथीहरू। 7 जना दिदीबहिनी हो हामी चाहिँ। यहाँ दिदीले पठाइदिनु भएको आमाले पठाइदिनु भएको सामान चाहिँ उहाँले ल्याउनु भएको। अनि काठमाडौँसम्म भक्तपुरसम्म चाहिँ मेरो बहिनीले ल्याइदिएको। अनि यो सामानहरू देखाउँदैछु तपाईँहरूलाई। लु आमेनले पठाएको गिफ्ट ठ्याक्क मिलेको छ। उता घुमेर देखा त तरी मन पऱ्यो कि परेन? नलजाइकन भन न मन पऱ्यो कि परेन? लजाउनु पर्दैन नि त। ठिक लाग्यो? कहिले लाउने रे अब तिमी यो? मुख नलाग्यो भन। के कहिले रे? सरस्वती पूजामा लाउने? ल राम्रो छ है। साथीहरू म चाहिँ जुत्ता किन्न जान आँटेको। जङ्गल जाने जुत्ता यसरी फाटेर सिलाएको थियो। नयाँ किन्न जान आँटेको। आज चाहिँ ठ्याक्कै आधी घन्टामा पुग्छ। त्यहाँ चाहिँ म जुत्ता किन्नु हिँडेको। जुत्ता पुवाल परेछ। अब नयाँ जुत्ता किन्छु। आज चाहिँ मेरो घरबाट चाहिँ यो उकालो निस्किनुपर्छ रोड पुग्नलाई। अलिकति छ होइन उकालो हुँदा चाहिँ स्यास्या हुने यस्तो छ बाटो। घरमै रोड चाहिँ छैन। अगाडि दिदी र छोरी हिँड्दैछ। दिदी छोरी दिदी चाहिँ हिजो काठमाडौँबाट आएको। यो दिदी चाहिँ ओखलढुङ्गा जिल्लामै बिहे भएको हो। दिदी र म चाहिँ जिल्लावासी। तर यहाँबाट दिदी घर जान धेरै टाढा छ। लगभग 5-6 घन्टा हिँड्नुपर्छ।
उकालो ओह्रालो रोड पुग्यो चाहिँ मेरो गाउँको बहिनी उसलाई कुरा आउँदैन बिचरा कान सुन्दैन कुरा आउँदैन बजार ए ल बाई बाई हिँड ल दिदी र रोडको बाटो यस्तो खाले रोड छ सोलिङ हरेको बल्छे जाँदा जाँदै बाटोमा गाडी भेटेर हामी गाडीमा जाँदैछौँ है साथीहरू सैँतिस नम्बरको लाग्छ पाङ्रे जुत्ता त्यो चाहिँ हुन्छ कि जुत्ता रेडी भयो है यहाँ जङ्गली जुत्ता यहाँ साउबाले कति सय पर्छ यसलाई मैले सोच्दै पनि दिएको छु 750 मै दियो पर काठमाडौँ बढेछ कति पुगेछ कति पैसाको ब्याज मात्रै घरको भाडा तिर्नुपर्ने अवस्था फेरि साउजी यहाँ हेर्नु है हाम्रो गाउँको पसल यस्तो स्पोर्ट पनि भयो भने एक जोर लानु पर्यो भनेको त पसलमा ट्राउजर भन्ने चिज चाहिँ रहन्छ क्या हो होइन कपडा पसलमा त यहाँ चक्लेट पनि छ त पसले म चाहिँ बाजे भन्थेँ तपाईँ त भिनाजु पर्नु हुँदो रहेछ है दिदीले चिनाउनु भएको दिदी हो नि त गन्दिनीको छोरी दिदी हो नै भिनाजुले त मिलाएर दिने होला नि त्यसो त सालीलाई त नि यो त मेरो हो मेरो चाहिँ यो जुत्ता दुईटा आइटम हो यो घर चाहिँ मेरो कान्छा देवरको घर हो यहाँ बन्सी बजारमै छ कान्छा देवर घर यहाँ हामी हौ पसल छ है यहाँ पनि साउसाउनी के गर्दै है कुन्टे भात खाँदैछ त्यहाँ साउसाउनी भात खाँदैमा रहेछ यहाँ होटल पसल यस्तो छ है यो हाम्रो नवराज सरको होटल पसल हो मेरो देवरको बन्सेबाट देखिने ठाउँबाट यस्तो छ है बन्सेको बजार त्यही तल स्कुल हो यो स्वास्थ्य तिमीहरूको स्कुल सामान बोकेर घरपट्टि जाँदैछौँ तर गाडी आउँछ र अब गाडीमै जाने हिँड्दाखेरि आधी घन्टाभन्दा बढी लाग्छ हामी चाहिँ यहाँ हातेमा आइपुग्यो उहाँ चाहिँ मेरो मामाको सामान थियो गाडीमा त्यो सामान पुर्याउन आएको यो चाहिँ मेरो मामाको घर मेरो जेठा मामाको घर बारीहरू मेरो घर र मावली घर नजिकै हो 2-3 मिनटको फरक हो अनि म बन्सेबाट मामाको पनि सामान गाडीमा ल्याएर आएको अनि यो चाहिँ मेरो बाजेको घर उहिले अब बाजे त हुनुहुन्न मावली बाजेको घर मामा जेठा मामा बस्नुहुन्छ यता बोजू आउँदै हुनुहुन्छ है त्यतिर साथीहरू अस्ति नै मामा बोजूहरू कपडा कोरेको छैन हामी घर आइपुगिसक्यौँ दिदी छोरी अनि म